नमस्कार। आजको यस भिडियोमा हामी प्रदेश लोकसेवा तयारी बागमती प्रदेशको 5औं तहको लागि महत्त्वपूर्ण जीके क्वेसनहरूको छलफल गर्नेछौँ। यही आउँदै गरेको असार 7 गतेको लागि एकदमै महत्त्वपूर्ण रहेका छन्। प्रश्न नम्बर 1, बागमती प्रदेशको क्षेत्रफल कति छ? बागमती प्रदेशको क्षेत्रफल कति छ? यसको सही उत्तर रहेको छ 20,300 वर्ग किलोमिटर रहेको छ। प्रश्न नम्बर 2, बागमती प्रदेशको जनसङ्ख्या कति छ? बागमती प्रदेशको जनसङ्ख्या कति छ? यसको सही उत्तर रहेको छ 61,16,866 रहेको छ र 20.97% जनसङ्ख्या बागमती प्रदेशको रहेको छ। प्रश्न नम्बर 3, बागमती प्रदेशको राजधानी कहाँ हो? बागमती प्रदेशको राजधानी कहाँ हो? यसको सही उत्तर रहेको छ हेटौडा र मकवानपुर रहेको छ। प्रश्न नम्बर 4, बागमती प्रदेशको नाम र राजधानी कहिले घोषणा गरिएको थियो? बागमती प्रदेशको नाम र राजधानी कहिले घोषणा गरिएको थियो? यसको सही उत्तर रहेको छ विश्व 2076 पुस 27 गते गरिएको थियो। प्रश्न नम्बर 5, बागमती प्रदेशमा कतिवटा जिल्लाहरू छन्? बागमती प्रदेशमा कतिवटा जिल्लाहरू छन्? यसको सही उत्तर रहेको छ उत्तर 13वटा जिल्लाहरू रहेका छन्। प्रश्न नम्बर 6, बागमती प्रदेशमा कतिवटा स्थानीय तहहरू छन्? बागमती प्रदेशमा कतिवटा स्थानीय तहहरू छन्? यसको सही उत्तर रहेको छ 119वटा स्थानीय तहहरू बागमती प्रदेशमा रहेका छन्। प्रश्न नम्बर 7, बागमती प्रदेशमा प्रतिनिधि सभातर्फ कतिवटा निर्वाचन क्षेत्रहरू छन्? बागमती प्रदेशमा प्रतिनिधि सभातर्फ कतिवटा निर्वाचन क्षेत्रहरू छन्? यसको सही उत्तर रहेको छ 33वटा निर्वाचन क्षेत्रहरू रहेका छन्। प्रश्न नम्बर 8, बागमती प्रदेशमा प्रदेश सभातर्फ कतिवटा निर्वाचन क्षेत्रहरू छन्? यसको सही उत्तर रहेको छ 66वटा निर्वाचन क्षेत्रहरू रहेका छन्। प्रश्न नम्बर 9, बागमती प्रदेशमा कतिवटा गाउँपालिकाहरू छन्? बागमती प्रदेशमा कतिवटा गाउँपालिकाहरू छन्? यसको सही उत्तर रहेको छ 74वटा गाउँपालिकाहरू रहेका छन्। प्रश्न नम्बर 10, बागमती प्रदेशमा कतिवटा नगरपालिकाहरू छन्? बागमती प्रदेशमा कतिवटा नगरपालिकाहरू छन्? यसको सही उत्तर रहेको छ 41वटा नगरपालिकाहरू रहेका छन्। प्रश्न नम्बर 11, बागमती प्रदेशमा कतिवटा उपमहानगरपालिकाहरू छन्? बागमती प्रदेशमा कतिवटा उपमहानगरपालिकाहरू छन्? यसको सही उत्तर रहेको छ एउटा, जुन चाहिँ हेटौडा उपमहानगरपालिका रहेको छ। प्रश्न नम्बर 12, बागमती प्रदेशमा कतिवटा महानगरपालिकाहरू छन्? बागमती प्रदेशमा कतिवटा महानगरपालिकाहरू छन्? यसको सही उत्तर रहेको छ 3वटा, जसमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर महानगरपालिका रहेका छन्। प्रश्न नम्बर 13, बागमती प्रदेशको सबैभन्दा ठुलो जिल्ला कुन हो र त्यसको क्षेत्रफल कति छ? बागमती प्रदेशको सबैभन्दा ठुलो जिल्ला कुन हो र त्यसको क्षेत्रफल कति छ? यसको सही उत्तर रहेको छ सिन्धुपाल्चोक बागमती प्रदेशको सबैभन्दा ठुलो जिल्ला रहेको छ र साथै 2542 वर्ग किलोमिटर त्यसको क्षेत्रफल रहेको छ। प्रश्न नम्बर 14, बागमती प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो र त्यसको क्षेत्रफल कति छ? बागमती प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो र त्यसको क्षेत्रफल कति छ? यसको सही उत्तर रहेको छ भक्तपुर, जसको चाहिँ 119 वर्ग किलोमिटर क्षेत्रफल रहेको छ। प्रश्न नम्बर 15, बागमती प्रदेशको जनसङ्ख्यामा सबैभन्दा ठुलो जिल्ला कुन हो? बागमती प्रदेशको जनसङ्ख्यामा सबैभन्दा ठुलो जिल्ला कुन हो? यसको सही उत्तर रहेको छ काठमाडौँ जिल्ला रहेको छ। प्रश्न नम्बर 16, बागमती प्रदेशको जनसङ्ख्यामा सबैभन्दा सानो जिल्ला कुन हो? बागमती प्रदेशको जनसङ्ख्यामा सबैभन्दा सानो जिल्ला कुन हो? यसको सही उत्तर रहेको छ रसुवा। र प्रश्न नम्बर 17, सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको प्रदेश कुन हो? सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको प्रदेश कुन हो? यसको सही उत्तर रहेको छ बागमती प्रदेश रहेको छ। प्रश्न नम्बर 18, सबैभन्दा धेरै महानगरपालिका भएको प्रदेश कुन हो? सबैभन्दा धेरै महानगरपालिका भएको प्रदेश कुन हो? यसको पनि सही उत्तर रहेको छ बागमती प्रदेश नै रहेको छ। हस्, धन्यवाद।